हेलो सबैजनालाई गुड मर्निङ। म चाहिँ अहिले भर्खरै उठेको मुख पनि धोएन होइन। तपाईँहरू सन्चै हुन्छ होला, म पनि एकदम सन्चै। हाम्रो हिमाल चाहिँ एउटा देख्न सक्नुहुन्छ, बबाल देखिरहेछ है, देख्न सक्नुहुन्छ गाइस। हेम्बै नजिकै छ, धौलागिरी हिमाल भन्न सकिन्छ यसलाई है, एकदम बबाल ए सो गाइस ठ्याक्कै यता धौलागिरी हिमाल छ, यता मुडी पनि छ, यो मुडी धौलागिरी मुडी यो यस्तै हो। डाँडाहरू पनि बब्बाल छ यता, कस्तो खालको कस्तो छ कि यतातिर चाहिँ घाम उडिरहेछ। सो त्यही हो, घाम पनि बल्ल पर्न लागेछ। अब हामी चाहिँ जानुपर्ने हुन्छ माथि, फेरि आज पनि मेलामा जाने भन्ने कुरा छ है। अब हामी मेलामा जानुपर्ने हुन्छ, म चाहिँ घरमै छु। पानी पनि एकदम चिसो छ गाइस, यहाँ चाहिँ एकदम चिसो। ओ माई गड, यो हिमाल छेउमा भएर पनि होला, हिमाल चाहिँ एकदम चिसो छ है, छोइ नसक्दो चिसो छ, एकदम मुख धुन पनि गाह्रो छ यता चाहिँ। त्यही हो, एकदम म अलि उच्चमा पनि छु, त्यही भएर होला माथितिर छु, हिमालले त्यहीँ अगाडि छ त्यहाँनिर। त्यही गाइस, सो गाइस एकदम चिसो छ है, मुख धुने भनेको यस्तै चिसो भने। ओ माई गड, पानी त चिसो एकदम बब्बाल। उयो त्यो सिसा हुन्छ है, त्यो बरफ बन्छ जस्तै छ कि पानी त। छोड्ने र मलाई फेरि रुगा पनि लागेको छ है गाइस। फेरि मलाई फेरि रुगा पनि लागेको हुने कारणले यस्तो चिसो ठाउँमा रुगा लागिहाल्छ है, पानी भेटायो कि रुगा लागिहाल्छ। सो त्यही हो, आज के कस्तो हुन्छ दिनमा हेर्दै गरौँ है। पानी एकदम चिसो भएर मलाई झ्याउ लाग्छ, गाउँमा त्यस्तै गाइस। एकदम चिसो पानी, पानी एकदम चिसो छ है। सो अलि जोगिनु होला, हाम्रो हिमालले गर्दा होला, हिमाल टक्क उता पारे अलि कस्तो घामले गर्दा पनि देखिरहेछ है, हिमाल टक्क। म चिया पिन्छु है, यता चाहिँ आगो पनि ताप्नु पर्ने हुन्छ, जाडो पनि छ है, एकदम जाडो छ बिहान। अब म चिया खान्छु अनि भेटौँला। सो अब चाहिँ मैले चिया खान लागेको, देख्न सक्नुहुन्छ कालो चिया टक्क है। जाडो बेला यहाँ खाएन भने एकदम मरिन्छ गाइस, चिया त खानै पर्ने हुन्छ, तातोको लागि र स्वास्थ्यको लागि राम्रो हुन्छ। सो त्यो अब मोबाइलमा चार्ज पनि छैन, म एकछिन चार्ज गर्छु अनि फेरि म बनाउँछु। ठिकै छ, ओके गाइस। हामी चाहिँ अब खानासाना खाएर अब चस्मा लगाएर टक्क हिरो भएर अब हामी जाँदैछौँ मेलामा। फेरि पनि हिजो पनि गएको, आज पनि जान्छ। हामी चाहिँ उडो ठाउँमा देख्न सक्नुहुन्छ, त्यो डाँडामा पुग्नु पर्ने हुन्छ। हामी त्यो रोड देखिन्छ है गाइस, हो त्यहाँ पुग्नु पर्ने हुन्छ। एकदम दुःख छ तर केही छैन, रमाइलो पनि हुन्छ। हरियाली बब्बाल छ, हिमाल पनि त्यस्तै देखिरहेछ, बिहान त्यस्तै देखिरहेको थियो, अहिले नि त्यस्तै देखिरहेछ। यो हामी चाहिँ हिँड्ने लगाएको होइन, त्यही हो। अब आज यसो टी सर्ट लगाइदिएको, यसो चलपल भइन्छ कि मेलामा भनेर, त्यही हो होइन। हरियाली फेरि बब्बाल छ कि गाउँमा, फेरि यो टक्क यो निङ्दाले गर्दा यहाँ ओखर बुटान छ क्या माथि, फेरि एकदम ओखर यहाँ भएर काले खालि देख्न सक्नुहुन्छ। यो ओखरको ए के छ त के त भन्न, आज मेलामा के हुन्छ भन्न, के खानेस् भन्न। भन्छ कालेले पैसा छ त ल, आज कालेले खुलाउँछ अरे ल होइन र। मौसम पाइसेन, मौसम पनि देख्न सक्नुहुन्छ, अहिले मौसमको सिजन पनि हो।
तर यहाँ पाकेको छैन तल पाकेको छ होला नि त सो गाइज अब हामी मेलामा जाँदैछौँ त्यस्तै छ चिसो पनि त्यस्तै छ है गाइज सो त्यही हो गाइज मैले त रुमाल नै बिर्सेँ जिते जा त काले त्यो माथि त्यहाँ सुगा थियो झन् त्यहाँ देख्न सक्नुहुन्छ त्यो सुगाको रुमाल चाहिँ मैले बिर्सेँ त्यो कालेलाई पठाएको छु ससन त्यस्तै तर्किरहेको छ गरे होइन गाइज म राम्रो छैन र ठिक छ त्यसो जङ्गल छ कि बाटो फेरि यस्तो हालत छ बाटो फेरि है त्यस्तै छ हाम्रो गाउँ पनि एकदम बिराट लाग्छ भन्छन् तर यता हाम्रो फेरि यता कोडो पनि एकदम बब्बाल भइरहेछ है कोडो एकदम काट्ने भइरहेछ पाकिरहेछ होइन एकदम बब्बाल लाग्छ है जस अब म त्यही हो अब यस्तो बाटो हिँड्नुपर्छ है सर जाने यहाँ मन्दिर देख्न सक्नुहुन्छ गाइस सेतो सेतो हो मन्दिर छ क्या त्यहाँ मेला लाग्छ त्यो मेला हेर्न जाने हो अब यस्तो यही बाटो हिँड्नेछ अब हामी वहाँ भिरको कुनामा पुग्न पर्ने हुन्छ है भिरको कुनामा पुगेर बल्ल हामी जानुपर्ने हुन्छ यता चाहिँ धौलागिरी हिमाल यता छ यो चाहिँ कुन हिमाल हो मलाई थाहा छैन यो चाहिँ एकदम बब्बाल छ कस्तो देखिरहेछ नि यो ओ नाइस बब्बाल देखिरहेछ यो एकदम बिहान बिहान सेतो आँखा खान्छ होइन यो चाहिँ खिबाङ गाउँ छ यतापट्टि चाहिँ यो चाहिँ एकदम अग्लो भिड छ कि यो हिमाल भन्दा पनि अग्लो भन्छु होला म त यो हिमाल बराबर छ होला कि यो पनि यहाँ चाहिँ एकदम हिउँ पनि पर्दैन कस्तो जाडो हुन्छ तर है यता मुडी गाउँ यता टक्क छ है त्यो त अलि यता साइडतिर भएर देखेको छैन अलि सिधा भइदिएको भए देख्थ्यो त्यही हो अब हामी हिँड्छौँ गाइज फेयर मर्निङ एज यु क्यान सी मैले पढेको स्कुल चाहिँ यही हो पहिला जमानामा कति 1 to 3 यही पढेको सो त्यही गाउँ यही छ भर्खर बाटो पनि नयाँ नयाँ त्यस्तै छ है मैले पढेको स्कुल चाहिँ यही हो देख्न सक्नुहुन्छ सो गाइज हामी चाहिँ फेरि पनि जाँदैछौँ त काले नगर यो काले बढी करान्छ कि हामी जाँदैछौँ मेलामा सो गाइज त्यही होइन मेलामा के कस्तो हुन्छ हजुरलाई म देखाउने छु सो है हिलो पनि त्यस्तै छ बाटोमा होइन म चाहिँ अहिले यहाँ आइसकेर म मेलामा आइसकेँ गाइज यो खेलहरू हुँदैछ अब स्टार्ट हुन्छ केही छिनमा म चाहिँ अब रुखमा शीतल खाएर बसेको एकदम डरै पनि छ चस्मा पनि त्यस्तै छ सो है यो खेल्दैछ अब सुरु हुन्छ होला म्याच सो गाइज त्यही यहाँदेखि चाहिँ बब्बाल देखिरहेको छ कि त्यो मुडी गाउँले देख्न सक्नुहुन्छ यहाँबाट अलिक देखाउनाले त्यो गुजुममा परेको त्यो कालो चाहिँ हाम्रो मुडी गाउँ सो देख्न सक्नुहुन्छ है हाम्रो अफिस यतातिर मन्दिर छ त्यहाँ मन्दिर छ त्यहाँ यसो यता मेला लाग्छ त्यही भएर आएको यता चाहिँ होटेलहरू छ यता टन्नै यता पछाडि पर पनि छ त्यहाँ तलतिर पार्लर छ त्यो सब होटेल हो होटेल मात्रै बढी छ यहाँ मान्छेहरू पनि छैन बसिरहेको छु अब हाम्रो मेलामा के हुन्छ गीत बजाउँदैछ अब हाम्रो बास्केटबल सुरु हुन्छ र भलिबल कहिले हुन्छ हाम्रो थाहा छैन होइन सो त्यही म्याच चाहिँ बास्केटबल सुरु भइरहेको छ काम पनि हाम्रो त्यस्तै लागिरहेको छ एकदम रोचक म्याच बास्केटबल थाइबाङ भर्सेस खिबाङ एकदमै नाइस एकदमै मिठो बच्चा एकदमै राम्रो
हामी हाम्रो हेलो हेलो हाम्रो चाहिँ अब सांस्कृतिक कार्यक्रम सुरु हुँदैछ त्यहाँनिर स्टेजको अगाडि यता चाहिँ सब आफ्नो टालहरूमा छन् है यता सांस्कृतिक कार्यक्रम हेरेर सबैजना एकदम सक्षम भएका छन् सब रेडी भएका छन् यता पनि रहेको छन् मान्छेहरू एकदम दर्शकबिनहरू छन् सो अब हाम्रो चाहिँ नाचगान सुरु हुनेछ यहाँ बोर्ड रहेको छ खिबाङ कोट मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु हुन गइरहेको छ अब सो त्यही उता फेरि खोरखोरीहरू जमिरहेछ यता चटपटहरू है यता दर्शकबिनहरू बसिरहेछन् सो म चाहिँ यता दिलमा बसेर यता संस्कृति हेर्दैछु अब कतिलाई सुरु हुन्छ बढी हामी चाहिँ फर्क्यौँ घर किनभने त्यो नाच्ने भनेको थियो नाच्दै नाच्ने ढिलो भयो हामीलाई अब वहाँ पार्टी पुग्नु पर्ने हुन्छ है त्यसैले हामी अलि ढिलो हुन्छ त्यसै कारणले हामी फर्काउँदैछ घर उता चाहिँ बब्बाल घाम लागिरहेछ कि अहिलेदेखि नै उता बब्बाल ओ माई गड यता घाम बब्बाल छ हामी चाहिँ अब घर जानुपर्ने यहाँ पर हो यहाँ पुग्नु पर्ने हुन्छ हामी यहाँ बिरमै हिँड्नेछौँ हामी छुट्टै हो चुप एकदम बब्बाल देखिरहेको छ यो है बब्बाल देखिरहेको छ यो हिमाल पनि अहिले देखिरहेको छ जियोस् हिमाल अलि देखिएन हामी चाहिँ घर जाँदैछ एकदम बाटो पनि एकदम अप्ठ्यारो छ है यता यस्तो पोराहरू छ र मलाई त ढुङ्गा जस्तो छ बुई है हामी चाहिँ अब घर जाँदैछौँ त्यहाँ नाच्छ अब सांस्कृतिक कार्यक्रम भन्थे 12 बजेदेखि गयो अहिले कति भयो 5 बजेदेखि यस्तो मेला नि हेरिन्छ र हामीले एकदम रुगा खोकी बिरामी सब भइरहेछ है म चाहिँ अब रुमालै झुन्डाएर हेर्नेछ त्यसको कारणले ओ माई गड बाटो हेर्नुहोस् यहाँ कस्तो छ यता भिर यस्तो छ छाङ्गै तल गयो भने डाइरेक्ट सेन्टर फ्लाइट हेर्नु त ओ माई गड ओ बुई तल त यस्तो डेन्जर छ है यस्तो डेन्जर नि होइन यहाँ पोरा यो 1000 घन्टा मान्छे सक्यो नि होइन अनि ओह्रालो फेरि कस्तो छ नि हेर्नु त ओह्रालो बुई थारै ओह्रालो छ है यहाँ चाहिँ एकदम एभ्रीबडी डेन्जर छ यहाँबाट गयो भने सक्को मान्छे है त्यही हो अनि के छ त बाबु हाम्रो आज मेलामा के भयो के भन् साला भन्ने त कस्तो रहेछ बुई यो खतरा छ है यहाँबाट गयो भने सक्को कि हाम्रो गाउँमा यस्तो बबाल भ्यूहरू छ यहाँदेखि देखिने एउटा डौडागिरीमा हाल्छ एउटा मुडी ट्यागको देखिन्छ है अहिले चाहिँ अलि घामले गर्दा देखेको छैन है घाम चाहिँ यतादेखि अब अस्ताउन लागेको छ सो अब त्यही अब घर गइन्छ होला घर गएर अब के गर्ने अब म भोलि दरबार जाने भनेको छु के कस्तो हुन्छ यहाँ भयो म बसेको 3-4 दिन भइसक्यो होला है अब भोलि घर जाने भनेको दरबाङतिर के कस्तो हुन्छ हेरौँ त्यही हो अनि यहाँबाट चाहिँ टक्ला राम्रो कोटा मन्दिर पनि देखिन्छ टाकमको धार्मिक स्थल ठाउँ कोटा मन्दिर म हजुरलाई देखाउने छु उता यता त्यहाँनिर हाम्रो के छ कोटा छ अलि कस्तो देखिरहेछ
एक क्यामेरा त्यस्तै भएर कि हो त्यहाँ चाहिँ हाम्रो धार्मिक स्थल कोट मन्दिर छ है त्यहाँ चाहिँ हाम्रो कोट मन्दिर छ है म चाहिँ चस्मा लगाएर टक्क मेलामा अलि चल पल्टेर गएको तर अन्य ठाउँमा सोच्नु होला त्यो घामको लागि पनि घामले पनि हान्छ कि त्यस कारणले पनि लाग्यो ठिकै छ हाम्रो हिमाल देखिरहेको छ देखाउने छु मेरो हिमाल ओ माई गड यहाँबाट अलि आधी देखिरहेको छ म अलि त्यहाँ पुगेपछि म हजुरलाई ट्याक्कै देखाउने छु ल सो त्यो मुखमा फेरि के भएको त्यो सो मात्रै भन्न हाल्छु के भएको कान्छी हिमाल चाहिँ त्यही हो देख्न सक्छु म अघि त्यहाँ थिएँ त्यहाँदेखि ठ्याक्कै यहाँ आइपुगेँ यहीँबाट देखाउँछु भनेको मैले देखाइसकेँ हिमाल चाहिँ बब्बाल देखिरहेको छ अहिले चाहिँ नि म चाहिँ अहिले हिँडिरहेको छु बाटोमा अझै छ अझ आधी किलोमिटर छ र अझै म पर पुग्ने घर म चाहिँ यहाँ आइसकेँ म पढेको स्कुल चाहिँ ए भनौँ है ए हो म पढेको स्कुल चाहिँ यहाँ माथि यो भट्काको यहाँ माथि अझ तल पनि थियो अब हामी यहाँ बढाल्ने भनेको इन्टरनेट कस्तो छ यहाँ यस्तो नेट पनि अब ज्यान तताम भनेर केटाकेटीहरू हेला भनेर आएको एकछिन बढाइलिन्छ अनि गइन्छ घरतिर मठ्यु गरेर लागिन्छ सो गाइज हामी चाहिँ अब सबै ढिलो भइसक्यो है हामी चाहिँ घर फर्किन लागेको है अनेरो भयो गाइज हामी चाहिँ अब घर जान लागेको होइन ओए बाटो पनि त्यस्तै छ घरसम्म बल खेलेर रात पनि परिसक्यो है सुटियो यार रास्तै डरै पनि भएको छ एकछिन केटाकेटीहरूसँग खेलेको है सुत्यो गाइज हामी घर जाँदैछौँ बिस्तारै गाइज चाहिँ अहिले घर आइपुग्यो है दिनभरि के कस्तो भयो तपाईँहरू देखिसक्नु भएको छ होइन सो गाइज त्यही हो अब दिनभरि मेला पनि त्यही हो अब यहाँ खाना पाएको रहेछ बोजूले आज बोजूले खाना बनाएछ अब खाने र शङ्कर काले छ सो गाइज त्यही हो अब यस्तै हुन्छ होला आजको ब्लग चाहिँ यति नै हुन्छ अझ हेर्न मन लाग्छ भने हजुरलाई लाइक कमेन्ट गर्नु ओके बाई नाइट अब ब्लग चाहिँ यति नै हुन्छ अहिले म भोलि अर्को नेक्स्ट ब्लगमा भेट्नुहोस् बाई बाई